हर हर महादेव। हर हर महादेव। आज हामी विशेष गरी शिक्षामा केन्द्रित भएर कुरा गर्नेछौँ। भनिन्छ नि शिक्षा बिना मानव जातिको कुनै अस्तित्व वा भनौँ औचित्य छैन, पशु सरह नै भइन्छ भने। शिक्षा साँच्चीकै जीवनका लागि एकदमै अपरिहार्य छ। सो अघोरीको पहिलो प्रश्न मेरो अघोरी दाइलाई राख्न चाहन्छु। दाइ, यो शिक्षा के हो? धन्यवाद क्वेसनको लागि। यो शिक्षा भनेको चाहिँ जिन्दगीभरि चलिरहने एउटा सिकाइको प्रक्रिया हो कि जसले चाहिँ प्रत्येक मान्छेको ओभरअल डेभलपमेन्ट गर्छ। अनि यो प्रक्रिया चाहिँ जन्मेदेखि नमरुन्जेलसम्म चल्छ, जसले मानिसहरूलाई चाहिँ बौद्धिक, सामाजिक, नैतिक, सांस्कृतिक र भावनात्मक रूपमा सक्षम बनाउँछ। एक्चुअली यो शिक्षा भन्ने शब्द चाहिँ संस्कृतको शिक्षा धातुबाट आएको हो, जसको अर्थ चाहिँ सिक्नु वा सिकाउनु हो। तपाईले भन्दै गर्दाखेरि सिक्नु र सिकाउनु हो भन्ने कुरालाई यहाँ हाम्रो समाजमा ठुलो व्यक्ति, पद धारण गरेको व्यक्ति अथवा ठुलो उमेरले सानो उमेरलाई सिकाउनु पर्छ भन्ने गरिन्छ नि, यो कुरालाई प्रश्न पार्दिनु न, कसले सिक्ने र कसले सिकाउने? अब यस्तो छ क्या भाइ, यसमा चाहिँ जसले जानेको छ उसले सिकाउने हो, जसले नजानेको छ उसले सिक्ने हो, अनि जान्ने मान्छे चाहिँ सिकाउने मान्छे हो। अब सिकाउनेको भूमिकाको कुरा गर्दाखेरि चाहिँ ज्ञान दिनु, अनुशासन सिकाउनु र दृष्टिकोण विकास गर्नु हो। अनि सिक्नेको भूमिका चाहिँ सुन्नु, बुझ्नु, अभ्यास गर्नु, अनि त्यसपछि आत्मसात गर्नु हो। कस्तो राम्रो। यहाँको परिवेश अनुसार भन्नुपर्दा शिक्षकले सिकाउने अनि विद्यार्थीले सिक्ने हो।